लेट्स सी हामी चाहिँ अहिले भियनाको यो कुन ठाउँ हो यो स्टेफन फ्लाजमा आएको छौँ। यो चाहिँ भियना अस्ट्रियाको चाहिँ एकदम फेमस ठाउँ होइन, टुरिस्ट प्लेस। हामी चाहिँ स्टेफन फ्लाजमा आज हामी आएको छौँ। दामी दामी छ। अहिले चाहिँ हामी स्टेफन प्लाजको भित्र आएको छौँ। भित्र चाहिँ यस्तो छ। दामी त्यसको स्ट्रक्चरहरू यताउति सबै दामी छ होइन। माथि चाहिँ यस्तो छ, यता चाहिँ बत्तीहरू बालिरहेको छ। अब चाहिँ यसो हेरिदिनु होला। अनि मन परेमा लाइक सेयर सब्सक्राइब, प्लिज डु लाइक सेयर एन्ड सब्सक्राइब। दिस इज माई फर्स्ट भ्लग भनौँ न होइन, गर्दैछु अलिअलि गर्दा गर्दै होला नि होइन। ओके, यही नै हो स्टेफन फ्लाज भित्रको। अघि हामी बाहिर थियौँ, अहिले चाहिँ हामी भित्र छौँ होइन। यस्तै नै हो। यो चाहिँ हामी यस्तो छ, यस्तो छ। यति नै हो, अरू केही छैन। यो चाहिँ स्टेफन प्लाज बाहिरको दृश्य। यहाँ चाहिँ घोडा छ, बग्गी छैन। अब हजुरलाई नै यस्तै महाराजको फिल लिन मन छ भने चाहिँ अब चाहिँ यहीँ अस्ट्रिया आउनु पऱ्यो होइन, स्टेफन प्लाजमा आउनु पऱ्यो। यो चाहिँ स्टेफन प्लाजको पछाडिपट्टिको भाग। यो चाहिँ यस्तो रहेको छ। हामी पनि यहाँ अब स्टडीको लागि आएको हो। अनि आउँदाखेरि हामी यहाँ घुम्न लागिरहेका छौँ। अब यहाँ चाहिँ सबै कुराको सुविधाहरू छैन। अब घुम्नको लागि चाहिँ एकदम दामी 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 ल।